नमस्कार, म निम जब सेन्टर काठमाडौँ कालीमाटीबाट। आज एकजना बहिनी हामीसँग आउनु भएको छ कामको लागि। उहाँ धेरै ठाउँमा कामको लागि जानु भएको रहेछ। लगभग 1-1.5 घन्टा अगाडि मात्रै उहाँ आउनु भएको थियो र हामीले हाम्रो ओनरहरू जुन सिभिल मलमा रहेका हाम्रो पहिल्यैदेखि चिन्जानको ओनरहरू त्यहाँ कन्ट्याक्ट गरेर उहाँको लागि हामीले त्यहाँ भनेको थियौँ र 1 घन्टा अगाडि हामीले उहाँलाई पठाएको पनि थियौँ सिभिल मलमा। अहिले उहाँ फर्किनु भएको छ। उहाँले आफ्नो जिज्ञासाहरू त्यहाँ काममा के कस्तो लाग्यो, फिट हुनु भयो भएन, उहाँ आफैले भन्नुहुन्छ है त हजुरहरूको लागि। कृपया उहाँको मुखबाट नै हामीहरू सुन्छौँ है त। प्लिज। नमस्कार बहिनी। नमस्ते दाइ। कस्तो लाग्यो त आज सिभिल मल पुग्नु भयो? हजुरको जुन कामको लागि आएको त्यो काम पाएँ, त्यसको लागि तपाईँलाई धेरै धेरै धन्यवाद। थ्याङ्क यू। अनि के भन्न चाहन्छु भने यदि तपाईँहरू कोही पनि जब गर्न चाहनुहुन्छ भने निमा जब सेन्टर कालीमाटीमा आउनु होला। थ्याङ्क यू। धन्यवाद।